हेलो लिपिड प्रोफाइलको बारेमा आज हामी बुझौँ है त। आज लिपिड प्रोफाइल भनेको एउटा सामान्य टेस्ट हो जसमा चाहिँ रगतमा रहेको बोसोको मात्रा जाँच्ने एउटा प्रविधि हो। यसले मुटु र रक्तनाली सम्बन्धी रोगको जोखिम थाहा पाउन मद्दत पुर्याउँछ। अब यसमा के जाँच्ने त? टोटल कोलेस्ट्रोल, लो डेन्सिटी लाइपोप्रोटिन एलडिएल जसलाई चाहिँ हामीले ब्याड कोलेस्ट्रोल भन्छौँ, एचडिएल हाई डेन्सिटी लाइपोप्रोटिन गुड कोलेस्ट्रोल जसलाई भन्छौँ हामीले, अर्को चाहिँ भिएलडिएल भेरी लो डेन्सिटी लाइपोप्रोटिन र अन्त्यमा चाहिँ ट्राइग्लिसराइड्स। अब यसको बारेमा चाहिँ हामीले अलिअलि बुझौँ। टोटल कोलेस्ट्रोल भनेको रगतमा रहेको सबै कोलेस्ट्रोलको कुल मात्रा हो जुन कि सामान्य 200 mg पर डेसिलिटर भन्दा कम हुन्छ। अब एलडिएल भनेको यो चाहिँ हाम्रो खराब कोलेस्ट्रोल हो। यो भनेको हाम्रो आर्ट्रीमा जम्मा भएर चाहिँ ब्लक एउटा बनाउँछ अनि यो सामान्य चाहिँ हाम्रो अब 100 mg पर डेसिलिटर भन्दा कम हुन जान्छ। बढेमा चाहिँ मुटुको जोखिम बढी देखिन सक्ने हुन्छ। अनि एचडिएल भनेको राम्रो कोलेस्ट्रोल, यसलाई गुड कोलेस्ट्रोल पनि भन्छौँ। यसले शरीरमा खराब कोलेस्ट्रोल चाहिँ हटाउँछ। यसमा पुरुषमा चाहिँ 40 भन्दा बढी हुन्छ र महिलामा चाहिँ 50 mg पर डेसिलिटर भन्दा बढी हुन्छ। जति बढी त्यति राम्रो। अब ट्राइग्लिसराइड्समा चाहिँ शरीरमा बोसोको रूपमा जम्मा हुने एउटा ऊर्जा हो। सामान्य 150 भन्दा कम हुन जान्छ र बढेमा चाहिँ मुटु रोग र अन्य समस्याहरू हुन जान्छ। अब यो किन गर्ने त? मुटु रोगको चाहिँ एउटा जोखिम थाहा पाउन, अर्को चाहिँ उच्च रक्तचाप छ, डायबेटिक भएका बिरामीहरूमा र जीवनशैलीमा चाहिँ सुधारको लागि चाहिँ मूल्याङ्कन गर्नलाई चाहिँ गर्ने। अब कसरी गर्ने भनेपछि फास्टिङ बस्ने, खाली पेटमा बस्ने, 9 देखि 12 घन्टा नखाइकन, तर पानी चाहिँ खान मिल्यो, रिपोर्ट चाहिँ राम्रो हुन्छ फास्टिङको। त्यही भएर चाहिँ गराउने। र यो कुन अवस्थामा चाहिँ लिपिड बढ्छ त? कुन अवस्थामा भनेको अत्याधिक फ्याटी डाइट जसले खाइरहेको छ, ओबेसिटी मोटापन छ, डायबेटिक मिलेटसको बिरामीहरू, सुगरको बिरामी, थाइरोइडको बिरामीमा, अल्कोहल जति बढी सेवन गर्नुहुन्छ, जसलाई यो फ्यामिलीमै अब यो बोसो बढिराख्ने वातावरण छ होइन, फ्यामिलीमै हिस्ट्री छ त्यस्तो, या चाहिँ दैनिकी व्यायामहरू फिजिकल एक्टिभिटीहरू नगर्ने बिरामीलाई चाहिँ यो भनौँ न यस्तो अवस्थामा चाहिँ लिपिड बढ्न सक्ने जान्छ। यसको असर चाहिँ के हुन्छ भनेपछि हार्ट एट्याक हुनसक्छ, कोरोनरी आर्टेरियल डिजिज हुनसक्छ, स्ट्रोक हुनसक्छ, या फिर कुनै पेरिफेरल भ्यास्कुलर डिजिज हुनसक्छ, या बढी ट्राइग्लिसराइड्स मात्रै बढेमा चाहिँ पेन्केटाइटिससम्म हुनसक्छ। सुधार्ने कसरी त? जीवनशैलीमा परिवर्तन गर्ने, कम तेल, घिउ या फ्राइड फुडहरू कम खाने, नियमित एक्सर्साइज गर्ने, वजन आफ्नो नियन्त्रणमा गर्ने, धुम्रपान बन्द गर्ने र अल्कोहल चाहिँ बन्द गर्ने र डाक्टरको सल्लाह अनुसार चाहिँ बेलामा चाहिँ हामीले औषधि पनि लिन सक्नुपर्ने हुन्छ। धेरै धेरै धन्यवाद।